ठुलो साथी हो अब बाउ छोरा हेर्नु न दुःख लाग्दो कुरा भयो 3 दिनको लागि एडमिट हुनु भन्दैछ हो अन्त भतिज केटा थियो र जोजोको छोरा थियो र धेरै हेल्प भयो यता कुद्नु उता कुद्नु अब खानापिना खाएर चाहिँ एडमिट हुनु गएकै साथीभाइ अब के हुनु के सोचेर हिँड्नुपर्छ के हुन्छ त्यो जग्गामा टाढोको जग्गामा प्रब्लम निकै भएको छ मेरो अब स्किन प्रब्लम त्यसले गर्दाखेरि चाहिँ एडमिटै हुनु भन्दैछ अब एडमिट भएर अब के कसो हुन्छ कस्तो दबाई पानी चल्छ के चल्छ त्यो त भन्नु सकेको छैन टेस्ट थियो टेस्ट भएन टेस्ट मन्डे खालि हेरेँ ल अब गएर एडमिट हुने साथीभाइ हो यसो हजुरहरूले पनि सुस्वास्थ्यको कामना गरिदिनुहोस् गरम छ त्यस्तै अब आकाशबाट काग झर्ने गरम छ भन्दा भतिज केटा थियो र रोहित थियो र मलाई धेरै 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 हेल्प भयो क्या कागजपत्र गर्नु यता गर्नु उता गर्नु अब एक्लै त जोकरै हुनेछ यहाँ साथी छैन भने बहुत साह्रो छ है दुख बिमारले लागेपछि यसरी बहुत कुरा झेल्नुपर्छ अब काका भतिज हिँडेको एडमिट कस्तो चल्छ के चल्छ हजुरहरूलाई यसो अपडेट दिँदै गरौँला बाई बाई साथीहरू फेरि भेटौँला।